सो हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ साथीहरू मैले चाहिँ धेरै भयो भ्लग अपलोड गर्न नपाएको। सो आज चाहिँ मैले भ्लग अपलोड गर्दैछु। सो लास्टसम्म हेरेर इन्जोय गर्नु होला। म अब छतमा जाँदैछु, तपाईँहरूलाई मैले देखाउँछु यहाँको अर्ग्यानिक कागतीको बोट। तपाईँले यहाँ देख्न सक्नुहुन्छ यी सानो सानो कागतीहरू फल्दैछ। अनि यता चाहिँ हाम्रो यहाँ ड्रागन पनि बल्ल हामीले लगाएको अनि ठुलो हुँदैछ यो पनि। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ खुर्सानी, हेर्नुहोस् त कस्तो पिरो छ यो चाहिँ है। अनि सानो सानो ड्रागन हुँदैछ त्यहाँ चाहिँ के हो यो आई डोन्ट नो। अनि यहाँ चाहिँ फुलहरू यहाँ लाउने हो अनि यस्तो दामी तरिकाले अर्ग्यानिक चिज लगाएको छौँ हामीले। सो गाइज हजुरले आजको यो भ्यू हेर्न सक्नुहुन्छ। वाउ साथीहरू हाम्रो घर तल चाहिँ यहाँ आँपको बोटमा आँपहरू फुल्दैछ। अनि हेर्नुहोस् यस्तो पछाडि हरियाली बारीहरू छन्। त्यहाँ चाहिँ मन्दिर बन्दैछ। हेर्नुहोस् ऊ पारी चाहिँ 4 नम्बर सहर छ भने यता चाहिँ हाम्रो यो न्यू रोड हो है साथीहरू। न्यू रोड यहाँ पनि देख्न सक्नुहुन्छ हजुरहरूले फुलहरू। अनि यो चाहिँ खुर्सानी, यहाँ चाहिँ स्ट्रबेरी हो साथीहरू। यो स्ट्रबेरी चाहिँ हामीले धेरै खाइसक्यौँ, यहाँ फलेको थियो अनि यहाँ अझै फल्दैछ देख्न सक्नुहुन्छ हजुरले स्ट्रबेरी। त्यहाँ चाहिँ फुल, यता पनि फुल लगाएको छौँ। हामी चाहिँ एक्कासी मामा घर जान थाल्यौँ घरदेखि। साथीहरू यो चाहिँ 4 नम्बरमा एकदम बिजी छ बाफा धुलो उडेर। हामी चाहिँ भित्री बाटो जाँदैछौँ क्यान्टिन मजेरी हामी जाँदैछौँ। यहाँ चाहिँ हाम्रो यो के छ अरे मिजु पाहुनी थारू कटेज। उहाँ चाहिँ बच्चाको लागि एकदमै राम्रो स्कुल बेबील्यान्ड मन्टेश्वरी यहाँको बाटो हुँदै आयौँ। अनि यहाँ चाहिँ हाम्रो वडा नम्बर 1 को वडा कार्यालय यहाँ छ। हामी मामा घर आयौँ। यहाँ चाहिँ निरवले पछाडि सामान ल्याइदिएको छ। यहाँ अब अलि धेरै नहुनुहुन्छ कि भनेर हामीले हातमा साबुन दिन्छ। यहाँ चाहिँ हाम्रो मामा, हामी जान लायौँ मामा घर। अब के हो यो लास्ट सेवार गीतलाई हरिहरि भन्दै भजन गाडी त डेन्जर छ कि हो यो। यो चाहिँ चिया छहारी हामी चाहिँ राति 9 बजे पानीपुरी खान आएको छौँ। फाइनली गाइज हामी घर आइसक्यौँ। यहाँ चाहिँ आन्टी